यसरी माख लाउनु पर्यो अनि बाजे यसरी माख लाएर के हुन्छ भने कीटाणुभित्र पस्दैन होइन तपाईँले चाहिँ यहाँ अहिले अलिअलि साबुन पनि ल्याइदिन्छु साबुन हरेक बेलामा खाना खानुभन्दा अगाडि चाहिँ साबुन पानीले हात धुने है खाइसकेपछि हात धुने अनि बासी खानेकुराहरू चाहिँ नखानु होला है अब यो अहिले यो मासु सासु खाँदाखेरि पनि यो किरासिरा पऱ्यो हैजा आयो भनेदेखि चाहिँ सोत्तरै भइन्छ कहाँमै सोत्तर हुन्छ है अब यहाँ मौसममा चाहिँ घरि क्लिक्क घाम पर्ने घरि पानी पर्ने अब यो कता जरा चिकी हुन्छ त्यसले गर्दाखेरि अब सबैले मास्क तपाईँले अरूलाई पनि लगाउनु भन्नु 1 महिना 1.5 महिना दुःख गर्नु पर्यो होइन अनि अरूलाई ठुलो सुरु भरे किनभने त्यो नलाउनाले झाडा पखाला बाँच्दा हैजा आयो भनेदेखि मान्छे सबै सोत्तर हुन्छ त्यस कारणले सबैले लगाउने काम गर्दाखेरि हात साथ धुने ल तपाईँले 10 जना कतिजना छ तपाईँको घरमा यहाँ 25 जना दुई मिनेट मास्क भर्छ इना बिउ याटन ले लगन पर्छ 3 4 टोरे खोले न लाउन तरिका नपुगेको ठाउँ फेरि पनि म अहिले यही युज गर्ने तपाईँ पाँचवटा भने अब त्यो आँट्यो भने फेरि यो पनि है पाउनु हो 5वटा यो चाहिँ डिस्पोजल युज गर्दै गर्नु नपुग्यो भने म हामी फेरि पठाइदिन्छु यो हात धुने मात्रै हो एक ठाउँमा राख्नु त्यहाँदेखि सबैले त्यही ठाउँ युज गरेर हात धुने मोरपिण्ड बिउसान्ज्यू मोरपिण्ड बिहा थके 10 मोरपिण्ड बिउसान्ज्यू तपाईँ यतापट्टि फेरि यो साबुनहरू फेरि पुऱ्याइदियो मेन समस्या त्यसले गर्दा है हुन्छ यो तलको दाइ कहाँ जानु बाटेर हो गर्नु सबैले मिलाएर कसको राजु पिन सुमन पिन छ यसरी नै बस्नु है त्यो पुगेकोहरू आउँदैन क्या अनि रातिसित मात्र यसरी लगाएर खोलेर सुत्नु नत्र भने 1 महिना जति 1.5 महिना जति चाहिँ यो भयो भने यसो धोएर सुकाउँदै नि हुन्छ 8 दिनभर लाग्यो बेलुका सुत्ने बेला यसो धोइराख्नुहोस् अनि फेरि सुकाइराख्नु बिहान फेरि लाउनु मिल्यो क्या पानीको बोटल कता हिँड्नु भएको यो हाम्रो भूकम्प पीडित हाम्रो दाजुभाइ दिदी उनी उयो हाम्रो होइन ढाका झोलीमा किन हरालु झै झगडा मात्रै गर्छ दिनु पर्यो नबुझ्ने है 5 भयो है कति भयो 4 व्यवस्था के एकबाट चामल धार्नु न यो पहिला त्यति दिन ल है कभर बाँडेर मिलाप पनि गर्नुहोस् एउटा बाल्टी दिन दिनु एउटा बाल्टी र एउटा बाल्टी कतिजनालाई दिनु ल
तपाईँ फेरि 5 जना तपाईँले नपाएको भन्नु पाएन तपाईँले सोध्छु नि फेरि हस् मेरो त घर माथि हो मलाई चाहिँदैन मलाई बरु चाहिँदैन म अरूलाई रात दिन चाहन्छु अरूलाई सबैलाई ल अब हामी माथि लाग्यौँ है मम्मीलाई बोला निर्मलालाई बोला चामल हिजो गरी सबैलाई बाँड्नु पर्यो हिजो त हाम्रो मैले सम्हाल दिन्छु मैले नि लिएर बाँड्दै हो ल ठिक छ हामीलाई बरु चाहिँदैन अरूलाई हेर्छु म उता र उता यिनीहरू भगत पनि फर्केर आउँदा फेरि तपाईँले कन्ट्याक्ट गर्नु त्यहाँ छ भने